हेलो गाइज, वेलकम टु माई ब्लग। आजको न्यू ब्लगमा फेरि पनि हजुरहरूलाई स्वागत छ। आज चाहिँ म खास बजार जान लागेको कि किन भन्नुहुन्छ भनेपछि तरकारी किन्न। अनि रुममा तरकारी पनि सकिया रहेछ, बजार गएर लिएर आउनु पर्यो। अनि बेलुकाको तरकारी छैन नि त, त्यही भएर अब तरकारी किनेर लिएर आउनु पर्यो। तरकारीहरू त छ, त्यो हल्का सड्या छ नि त, त्यही भएर चाहिँ तरकारी किन्न जान लागेको। सो गाइस, बास्केटतिर थोरै थोरै काम पनि छ, तरकारी पनि किनौँ भनेर क्या। मेरो आर्म5 रेडी भइसक्यो अनि जान लागेको बजार होइन। लास्टै घाम छ यार नेपालतिर त, अरू ठाउँमा कस्तो छ तर नेपालतिर त लास्ट घाम छ। सो गाइस, देख्न सक्छु मैले। अब त हेर्नु त यो घाम, मम्मी सिधै मान्छे ढल्छन् अलि पछि त, अर्को अलि पछि त सिधै मान्छे बियोस् हुने। सो गाइस, बाटो चाहिँ यही हो, बाँसगढीतर्फ लाग्ने। म चाहिँ यहाँ बाँसगढीदेखि अलि भित्र बस्छु क्या, बाँसगढीदेखि अलि भित्र बस्छु। अनि सो अब जान लागेको तरकारी किन्न। तरकारीहरू के पाउँछ आजकल, तर त्यो त थाहा भएन। तरकारी चाहिँ हल्का फुल्का लिएर आउँछु, धेरै ल्याएर पनि पुरा यहाँ लिएर फालिहाल्छ, धेरै ल्याएर पनि कामै छैन। थोरै पकाउने हो, धेरै पकाएर पनि कामै छैन, धेरै ल्याएर पनि काम छैन, बरु थोरै गर्दै किन्ने। अनि अब रुममा बसेपछि त यस्तो हुन्छ यार, के गर्ने, गाउँघर जस्तो भइदिएको भए तरकारीहरू किन्नु पर्थेन। अब रुममा बसेर त्यही भएर तरकारीहरू किन्नुपर्छ। अनि फेरि सो गाइस, अब म बजारतर्फ लाग्न लाएँ। मामा घाम चाहिँ के विधि हो, के विधि, यस्तो घाम हो यार। फलफुल भन्न आएर मैले तरकारीहरू लिने चाहिँ यही ठाउँबाट है। सो गाइस, के छ तरकारी आज? टमाटर त ल्याउनु पऱ्यो, तरकारीहरू लिएर जाने हो। सब छोप्नु भयो घामले गर्दा, देख्न सक्छौँ। ऊ त स्याउहरू छ, यता अङ्गुर छ, यता तौल्ने ठाउँ छ। अनि यसले के भन्छ मलाई यो त थाहा भएन। दालहरू, यता केराहरू सब छ होइन। अनि काँक्रा पनि छ, अनि यता सागहरू छ। के जान्छ त्यो त थाहा भएन। अब सो गाइस, लग्दैछु मैले चाहिँ। घाम यो त है, ऊ छ क्या घाम त, बाफरे। सिधा किसान चोकदेखि सिधा यता आउनु। अनि यहाँ आएपछि चाहिँ यहाँ चाहिँ के हस्पिटल छ कि, बुद्धि हस्पिटलको यता ठ्याक्क अपोजिट साइडतिर हेर्नुहोस्, राइट साइडतिर। अनि देखिहाल्नुहुन्छ यहाँ अङ्कलको पसल। अनि अङ्कलको पसलमा चाहिँ सब प्रकारको पाइन्छ क्या, यताउता फलफुलदेखि लगाएर सबै पाइन्छ। सो गाइस, मैले चाहिँ यो चाहिँ अलग किसिमको तरबुजा रहेछ, खरबुजा। यो लगेँ होइन, यो लगेछु। काँक्राहरू लगे हो। अनि त्यसपछि चाहिँ अङ्गुर, थोरै अङ्गुर, कागती, टमाटर, फर्सी। अनि यो खरबुजा भन्ने चाखेँ होइन। नेक्स्ट टाइम आउँदा चाहिँ म लग्छु यो खरबुजा। अहिले चाहिँ यो चाख्छु होइन, यो चाख्छु। योवाला चाहिँ खाएको थिएँ कि मैले, योवाला चाहिँ खाएको थिएँ, योवाला चाहिँ खाएन कि। अनि योवाला खाएन, यो चाहिँ अब चाख्नु पर्ला। अरू यो पनि राम्रो खालेमा छ, अर्को पटक यो पनि लग्नु छ होइन। 400 रुपियाँ केजी। कुन स्याउ गरे अङ्कल? फुर्जी स्याउ, दामी स्याउ हो यो स्याउ होइन। ल सो गाइस, अब चाहिँ म लाग्छु। घाम चाहिँ धेरै छ, सामान भन्ने धेरै भयो, के गरी लग्ने हो। टोकरी छँदैछ के अरे, ल त्यसमा हालिदिनु त। ल यहाँबाट लागिनु। सो गाइस, अब चाहिँ म यो पनि हालिदिनु। सामान लान्छु। सो गाइस, देख्न सक्छौँ सामान चाहिँ धेरै भइसक्यो होइन। के भयो, सामान चाहिँ धेरै भयो। अब सो गाइस, यहाँबाट निस्किन्छु म चाहिँ है। सो गाइस, अब चाहिँ घरतिर लागेको म चाहिँ। घर के भन्ने, रुमतिर लागेको। किसान चोक हेर्नु, किसान चोक यस्तो
किसान चोकतिर त कडा छ है घाममा त दामी छ किसान चोक पनि तर लास्ट घाम छ यार घाम त लास्ट छ फलफुल दामी दामी पाउँदो रहेछ क्या फलफुलहरू चाहिँ होइन फलफुलहरू चाहिँ मलाई फेरि त्यति मन पर्दैन खाने भनेको सिजन अनुसार अङ्गुर हो अङ्गुर चाहिँ लिएर आइसक्यो म अङ्गुर चाहिँ धेरै खान्छु कि फेरि अङ्गुर चाहिँ लास्टै खान्छु अनि अङ्गुर चाहिँ लिएर आइसकेँ तर नेपालतिरको घाम चाहिँ बडा कडा छ यार बर्दियातिर पनि झन् घाम छ कि यार दिउँसोमा त निस्किनै सकिँदैन रात परेपछि मात्र हल्का फुल्का होइन पुरा यस्तो पसिनै पसिना भइसक्यो म त नेपालतिर त गाह्रो छ हेर केटा हो तरकारीहरू किनेर चाहिँ म आइसकेँ होइन तरकारीको साथसाथै अङ्गुर पनि ल्याएको छु अङ्गुर ल्याएको छु थोरै थोरै धेरै नभए नि थोरै अङ्गुरहरू ल्याएको छु सो गाइज आजको भ्लग चाहिँ यहीँसम्म हुन्छ होला सो हेरेर मनोरञ्जन लिइदिनु होला कडाभन्दा कडा सेयर गरिदिनु होला धेरैभन्दा धेरै सेयर गरिदिनु होला मेरो भिडियो चाहिँ होइन नराम्रो लाग्यो भने नराम्रो कुनै कुराहरू नराम्रो बोलेको रहेछ भने माफ गरिदिनु होला र हल्का फुल्का ट्रिकहरू पनि सिकाउनु होला सो गाइज आज चाहिँ यहीँसम्म हुन्छ होला म रुम पुगिसकेँ अगाडि छ मेरो रुम पुगिसक्यो अब चाहिँ आजको भ्लग यहीँसम्म